म एक निजी कार्यालयमा जागिर गर्ने व्यक्ति हुँ। मेरो कार्यालयमा काम गर्ने धेरै कर्मचारीहरू छन् एन्ड तिनीहरूको कानुनी कागजात, प्यान कार्ड, कर दस्तावेजहरू अप टु डेट राख्नु मेरो जिम्मेवारी हो। केही दिन अघि म कर्मचारीहरूको व्यक्तिगत प्यान कार्ड बनाउने काम गरिरहेको थिएँ। जब अनलाइन फर्म भरिरहेका थियौँ, सबभन्दा ठुलो समस्या मोबाइल नम्बरको ओटिपीको आयो। फर्ममा सबै विवरण भरिसकेपछि मोबाइल नम्बर राख्नुपर्ने हुन्छ। त्यसपछि ओटिपी पठाइने गरिन्छ। त्यसपछि मात्र प्यान कार्डका लागि विवरण भेरिफाई हुन्छ। तर धेरै कर्मचारीका मोबाइलमा ओटिपी नै आइरहेको थिएन। पछि राजस्व कार्यालयमा फोन गरेर थाहा पाए, जुन मोबाइल नम्बरमा सिम 6 महिना पुरानो छैन, त्यो एनटिसी नम्बरमा ओटिपी आउँदैन। अझ एनसेलको त कुनै पनि नम्बरमा ओटिपी नै जाँदैन। यो कुरा राजस्व कार्यालयले कतै नागरिकलाई सूचित गर्ने गरी राखेकै छैन। यसले गर्दा कर्मचारीहरूले प्यान कार्ड बनाउन नसक्ने अवस्था आयो। हामी कर तिर्न चाहन्छौँ, सरकारी कागजात पूरा गर्न चाहन्छौँ भन्ने व्यक्तिलाई यस्ता अपरिपक्व डिजिटलाइजेसनले दिगदारी मात्र बढाउँछ। सामान्य नागरिकका लागि यो कुराले ठुलो अप्ठ्यारो पार्छ। किनकि सबैसँग पुरानो सिम नहुन सक्छ, नयाँ सिम लिएका व्यक्तिलाई सिस्टमले किन वञ्चित गर्छ? साही सरकारका संयन्त्रमै दर्ता भएर सेवा दिइरहेका एनसेल लगायत अरू जुनसुकै सिमलाई किन सरकारी संयन्त्रले बाइपास गर्छ? म सरकारलाई अनुरोध गर्न चाहन्छु, यदि डिजिटल प्रणाली नै हो भने यसले सबै नागरिकलाई समेट्न सक्नुपर्छ। ओटिपी प्रणाली सुधार गरिनुपर्छ। सिम पुरानो छ कि छैन भन्ने आधारमा नागरिकले प्यान कार्ड बनाउन पाउने नपाउने भन्ने व्यवहार लोकतान्त्रिक होइन। हामी चाहन्छौँ कि कर तिर्न चाहने प्रत्येक व्यक्तिले सहज रूपमा सेवा पाओस्, जसले गर्दा राज्यले पनि बढी राजस्व सङ्कलन गर्न सकोस्। डिजिटल प्रणाली सहज र नागरिक मैत्री होस्।